तपाईँ पनि के एनआइसी एसियाको मोबाइल ब्याङ्किङ युजर हुनुहुन्छ, तर एनआइसी एसियाको मोबाइल ब्याङ्किङ युज गर्दा तपाईँले पासपोर्ट बिर्सिनुभयो, फर्गेट गर्नुभयो र त्यसपछि तपाईँलाई त्यसलाई कसरी लगइन गर्ने भन्ने सोच्नुहुन्छ। त्यसको लागि तपाईँले दुईवटा तरिका भन्छु। एक तपाईँले ब्याङ्कमै भिजिट गरेर गर्न सक्नुहुन्छ, या त तपाईँले मोबाइलमैबाट घरमै बसेर गर्न सक्नुहुन्छ। र यो भिडियो म तपाईँलाई आज स्टेप बाई स्टेप सिकाउनेछु। घरमै बसी तपाईँले विदाउट ब्याङ्क भिजिट आफ्नै मोबाइल फोनद्वारा कसरी फर्गेट गरेर कसरी तपाईँले नयाँ पासपोर्ट रिसेट गरेर नयाँ पासपोर्ट र टिपिन बनाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले केही गर्नु पर्दैन। यो भिडियोलाई लास्टसम्म हेर्नु होला, त्यसपछि म स्टेप बाई स्टेप सिकाउनेछु कसरी तपाईँले विदिन 5 मिनटको अन्दर तपाईँको आइडी नयाँ पासपोर्ट अनि ट्रान्जेक्सन पिन बनिहाल्छ। त्यसको लागि तपाईँले ब्याङ्कमा गएर क्यु लाग्नु जरुरी छैन, कहीँ जानु जरुरी छैन, घरमै बसी मोबाइलबाट हुनेछ इजी तरिकाले। साथी, भिडियो स्टार्ट गर्नुभन्दा पहिला एक सानो रिक्वेस्ट गर्न चाहन्छु। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला र फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फेसबुक पेजलाई पनि फलो गरिदिनु होला। र कुनै पनि तपाईँलाई डाउट छ भनेदेखि डिस्क्रिप्सनमा इन्स्टाग्राम लिङ्क छ, फेसबुक पेजको गएर कमेन्ट सेक्सन खुल्ला छ, त्यहाँ गएर कमेन्ट गर्नु होला। म त्यसलाई रेस्पोन्स दिनेछु र तपाईँको क्वेसनको एन्सर दिनेवाला छु। साथीहरू, म मोबाइल स्क्रिनमा लिएर जानेछु। लेट्स स्टार्टिङ द भिडियो। ओके साथीहरू, तपाईँहरू गुगलमा जानु न, एनआइसी एसिया मोबाइल ब्याङ्किङ सर्भिस सर्च गर्नु होला। मैले सर्च गरिसकेँ। सर्च गरिसकेपछि तपाईँलाई देख्नुभयो होला यहाँ लगइन भनेर है, त्यहाँ लगइन भनेर त्यहाँ जानु होला। लगइनमा गइसकेपछि तपाईँको एकाउन्ट नम्बर हाल्नु होला। एकाउन्ट नम्बर हालिसकेपछि तपाईँको एकाउन्ट नेम, युजर नेम, अनि त्यो बक्समा टिक गरेर फेरि सबमिट गर्नु होला है। आइएम नट रोबोट भनेको छ नि, त्यसलाई बक्सलाई टिक गरेर सबमिट गर्नु होला। अनि सबमिट गरिसकेपछि म तपाईँहरूलाई अगाडिको प्रोसेस देखाउनेवाला छु है, भिडियोमा बनिरहनु होला। अनि सबमिट गरिसकेपछि फेरि क्याप्चा मागेको छ, फेरि म क्याप्चालाई फिलअप गर्नेवाला छु। फेरि क्याप्चालाई फिलअप गरेर त्यसपछि ओटिपी आएको छ है, ओटिपी फिलअप गर्नुपर्ने हुन्छ। सबमिट गरिसकेपछि फेरि तपाईँको ओटिपी फिलअप गर्नुपर्ने हुन्छ। ओटिपी फिलअप गरिसकेपछि फेरि तपाईँलाई डाइरेक्ट जान्छ तपाईँको एनआइसी एसियाको मोबाइल ब्याङ्किङ सर्भिसमा है। त्यसपछि तपाईँलाई अगाडिको प्रोसेस देखाउने हुन्छ, हेर्नु होला। त्यसपछि एउटा एसएमएस आएको हुन्छ। एसएमएसमा एउटा तपाईँलाई लिङ्क पठाएको हुन्छ, त्यो लिङ्कमा क्लिक गर्नु होला। लिङ्कमा क्लिक गरिसकेपछि तपाईँको डाइरेक्ट मोबाइल नम्बर इन्टर गर्नुपर्ने हुन्छ। मोबाइल इन्टर गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँलाई एउटा एसएमएस पठाउनु पर्ने हुन्छ है, त्यो एसएमएस पठाउनु पर्ने हुन्छ। एसएमएस तपाईँले पठाएपछि फेरि मोबाइल नम्बर हालेपछि फेरि म अगाडिको प्रोसेस देखाउनेवाला छु। मोबाइल नम्बर मैले हालिसकेँ, रिक्वेस्ट भइसकेको छ, हेर्नु होला। थोरै लोडिङ भइरहेको छ। फेरि ओटिपी आएको छ है, फेरि तपाईँको रजिस्टर्ड मोबाइल नम्बरमा ओटिपी आउँछ। फेरि म ओटिपी फिलअप गर्नुपर्ने हुन्छ। ओटिपी फिलअप गरिसकेपछि म फेरि तपाईँलाई अगाडिको प्रोसेस देखाउनेवाला छु। त्यसैले भिडियोमा बनिरहनु भयो र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु प्लिज। ओके, मैले ओटिपी फिलअप गर्दैछु। तपाईँको रजिस्टर्ड मोबाइल नम्बरमा त्यहाँ टाइमिङ हुन्छ, त्यो टाइमिङभित्र तपाईँले फिलअप गरिसक्नुपर्ने हुन्छ है ओटिपी चाहिँ। ओटिपी अलि मेरो ढिलो आएको छ, खै किन हो, सायद नेटवर्क इस्युको कारण। ओटिपी फिलअप गरिसकेँ। ओटिपी फिलअप गरिसकेपछि फेरि तपाईँले एकाउन्ट नम्बर फिलअप गर्नुपर्ने हुन्छ। एकाउन्ट नम्बर फिलअप गरिसकेपछि फेरि म कन्टिन्यू बटनलाई क्लिक गर्नेछु। कन्टिन्यू बटनलाई क्लिक गरिसकेपछि हेर्नु होला तपाईँको सेटअप अ न्यू पासपोर्ट भनेको छ। फेरि तपाईँले सेटअप गर्नुपर्ने हुन्छ न्यू पासपोर्ट है, मैले माथि राख्नु होला। त्यसपछि तपाईँले कन्फर्म गरेर कन्टिन्यू बटनलाई क्लिक गर्नुहुन्छ। त्यसपछि तपाईँको टिपिन हुन्छ, ट्रान्जेक्सन पिन। यदि तपाईँसँग ट्रान्जेक्सन पिन छैन भनेपछि तपाईँको ट्रान्जेक्सन हुँदैन। त्यसैले ट्रान्जेक्सन पिन पनि सक्सेसफुल्ली भएको हुन्छ, हेर्नु होला। एकाउन्ट रजिस्टर्ड सक्सेसफुल्ली भनेको छ। गो टु लगइन पेज भनेको छ। डाइरेक्ट मलाई अब अपडेट मागेको छ, अपडेट गरिरहेको छु साथीहरू। त्यसरी अपडेट मैले पनि भइसक्यो। अब त्यसपछि म तपाईँहरूलाई लगइन गरेर देखाउनेछु लाइभ प्रुफ। तपाईँले कतै ब्याङ्कमा जानु जरुरत छैन, लाइनमा लाग्नु जरुरत छैन। तपाईँले घरमै मोबाइल ब्याङ्किङ युज गर्न सक्नुहुन्छ। फिङ्गरप्रिन्ट राख्ने भएपछि एस नत्र नो गर्दा पनि हुन्छ, लेटर गर्दा पनि हुन्छ। मैले सेटअप गरेको छु सायद। सेटअप नाउमा क्लिक गरेपछि तपाईँले फिङ्गरप्रिन्ट राख्नुपर्ने हुन्छ। आई डु लेटर भन्ने हुन्छ, लेटर
ट्रान्जेक्सन पिन चाहिँ मैले सेटअप गरेको छु सायद। तपाईँले ट्रान्जेक्सन पिन हान्नुपर्ने हुन्छ, त्यसपछि तपाईँको फिङ्गरप्रिन्ट लाग्नेछ है। फिङ्गरप्रिन्ट मेरो भइसक्यो, फिङ्गरप्रिन्टमा खोलिसक्यो। साथीहरू यसरी तपाईँले एनआइसी एसियाको मोबाइल ब्याङ्किङको पासपोर्ट फर्गेट गरेर नयाँ पासपोर्ट बनाउन सक्नुहुन्छ इजी तरिकाले। तपाईँलाई कतै जान जरुरी छैन। साथीहरू भिडियो राम्रो लाग्यो भने चाहिँ हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला र यस्तै इन्फर्मेसन हाम्रो च्यानलको लागि सब्सक्राइब पनि गरिदिनु होला। फेसबुकबाट पनि